नमस्कार सबैलाई। आज म तपाईहरुका लागि एकदमै स्वादिलो र हेल्दी मोमोको रेसिपी लिएर आएको छु। सबैभन्दा पहिले हामी मोमोको डो तयार गर्छौं। डो तयार भएपछि यसलाई केही समय कभर गरेर रेस्ट गर्न दिनुहोस्। अब फिलिङको लागि इन्ग्रेडियन्ट्स तयार गरौँ। यहाँ मैले लिएको छु पनिर। पनिरलाई चाहिँ मसिनो गरी कट गर्नु होला। यसरी मसिनो गरी कट गर्नाले मोमो अझै जुसी बनाउँछ। त्यसपछि मैले लिएको छु गाजर। गाजरलाई पनि मसिनो गरी कट गर्नु होला। हजुरहरुसँग घरमा जे भेजिटेबल्सहरु अभाइलेबल छ त्यही मिक्स गर्न सक्नुहुन्छ। हजुरहरुसँग गाजर छैन भने स्किप पनि गर्न सक्नुहुन्छ। भेजिटेबल्सहरु यही नै राख्नुपर्छ भनेर चाहिँ हुँदैन। त्यसपछि मैले लिएको छु क्याप्सिकम। क्याप्सिकमलाई पनि मसिनो गरी कट गर्नु होला। इन्ग्रेडियन्ट्सहरु रेडी गर्दाखेरि चाहिँ कटिङमा चाहिँ एकदमै धेरै ध्यान दिनु होला। त्यसपछि मैले दुईवटा प्याज लिएको छु। प्याज चाहिँ हजुरहरुले आफ्नो स्वाद अनुसार लिन सक्नुहुन्छ। सो प्याजलाई पनि मसिनो गरी कट गर्नु होला। त्यसपछि मैले लास्टमा लिएको छु बन्दालाई पनि मसिनो गरी कट गर्नु होला। यसरी सबै भेजिटेबल्सहरु कट गरिसकेपछि एकै ठाउँ मिक्स गर्नु होला। फ्राईमा अलिकति तेल तताउनुहोस्। पहिला गार्लिक र चिल्ली हालेर हल्का फ्राई गर्नुहोस्। त्यसपछि सबै भेजिटेबल्सहरुलाई मिक्स गरेर 2 देखि 3 मिनेट पकाउनु पर्ने हुन्छ। सो नुन चाहिँ स्वाद अनुसार राख्नु होला। त्यसपछि ब्ल्याक पेपर पनि एड गर्नु होला। लास्टमा धनिया एड गरेर हाम्रो चाहिँ यो रेडी भएको छ। अब डोलाई चाहिँ सानो रोल बनाएर चाहिँ यसमा चाहिँ फिलिङ गर्नुपर्ने हुन्छ। सो मोमोको शेप चाहिँ हजुरहरुले चाहिँ जस्तो आउँछ त्यस्तै नै दिनुभए हुन्छ। हेर्नुहोस् कति राम्रो र डेलिसियस मोमो बनेको छ। यदि तपाईहरुलाई यो रेसिपी मन पर्यो भने भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्नुहोला।